म चाहिँ आफू थाहा पाउने बेलादेखि नै कि मेरो मम्मी चाहिँ एकदमै धेरै पूजा गर्ने अनि मलाई चाहिँ कस्तो लाग्थ्यो जहिले पूजा गर्ने व्रत बस्ने किन यो कुराहरू गर्नुहुन्छ होला जस्तो लाग्थ्यो कि अनि आफ्नो एउटा एजमा आइसकेपछि चाहिँ अनि बल्ल रियलाइज हुने रहेछ एट द एन्ड सबै कुराहरू चाहिँ पिसको लागि मान्छेले गर्छ मनको शान्तिको लागि जस्तो कि रहेछ भन्ने थाहा भयो अनि हाई गाइज यो दिन पनि मेरो एकदमै लामो बित्यो रमाइलो बित्यो म चाहिँ आफ्नो सबै कामहरू सकेँ अनि त्यसपछि आज म एकदम स्पेसल मान्छेको घर जाँदै थिएँ हजुरले थाहा पाइसक्नुभयो होला हाम्रो एकदमै प्यारी मान्छे भाउजू आज चाहिँ हामी 3 दिदी बहिनीहरू गएको थियो किनभने भाउजूको भोलि बर्थडे थियो तर हामीलाई चाहिँ भोलि कतै जानु थियो त्यही भएर हामी चाहिँ अघिल्लो दिनै भेट भयो अनि हामी भेट नै हुँदैन हामी एकदमै रमाइलो गर्ने खालको मान्छेहरू छौँ सबै एकदम रमाइलो गऱ्यो खाना पकाउँदै रमाइलो गर्दै अनि भोलिको लागि चाहिँ हाम्रो प्लान थियो त्यो प्लानको लागि चाहिँ हामीले गर्नुपर्ने सबै कामहरू हामीले गऱ्यो हामीले भन्दा नि भाउजूले नै गर्नुहुन्छ हामी चाहिँ यसो रमाइलो मात्रै हो अनि त्यसपछि यस भाउजूको हातको फेरि मिठो मिठो खानेकुरा खायौँ भोलिको लागि हामीले सबै कामहरू सकायौँ हामीले भाउजूले सबैले मिलेर सकायौँ त्यसपछि फेरि म्यान्डेटरी कुरा हामी तास खेल्यौँ अनि हामी टन्नै रात पनि टन्नै गफ गऱ्यौँ गीत गायो भाउजूले सृष्टि अस्मिता सबैलाई एकदम गीत गाउन मनपर्ने मलाई चाहिँ त्यति आउँदैन अनि यस हाम्रो एकदम ननस्टप गफ चलिरह्यो रातभरि हामी राम्रोसँग सुत्दा पनि सुतेनौँ अनि त्यसपछि भोलि बिहान भोलि चाहिँ भाउजूको बर्थडे थियो अनि त्यसको लागि चाहिँ हामीले सरप्राइज प्लान गरेको थियो जुन चाहिँ भाउजूलाई पहिले नै थाहा थियो अनि दादाले कस्तो क्युट क्युट गिफ्ट दिनुभएको भाउजूलाई अनि हामी रमाइलो गऱ्यौँ अनि हामी फाइनली सुत्यौँ किनकि हामी एकदम ढिला भइसकेका थियौँ